उठ्दिन कताको ब्लगर दादा हुनुहुन्छ स्विमिङ खेल्नलाई दादाले चड्डी तौलिया स्याम्पू दादा ससेज तार न दादा कति भारी हुनुभएको छ साथी अलिक कम खानु ससेज नखानु ल म तपाईँलाई दही चिउरा खुवाउँछु छिटो बत्ने कुरा छिटो बसेर निस्किन्छ नि यो मासुको डल्लो फेरि ल्याइदियो भन्दै हुन्थ्यो आज मासुको डल्लो खानु हुँदैन त के कुरा ससेज भनेको मासुको डल्लो होइन म खान्न म दही चिउरा खुवाउन लान लागेको यसले म खाँदिन दही चिउरा दही चिउरा खाँदिन जा ससेज तारिदियोस् भने मात्रै खान्छु ससेज तार्दैन अन्त भयो कतिखेर आउने अन्त 5 बजे किन कति बजे आउँदा अन्त 6 बजे पानी भरेपछि आउँछु ल ल्याइदेन दादा ससेज तारिँदैन खान्छु गयो जाओस् खोइ मजा गर्न मोज मस्ती डढेर आउँछ अब यतिखेर जान्छ खेल्न स्विमिङ दिन दहाड घाम भएको बेला लाइसेन्सको त फर्म भर्ने बित्तिकै लिखित एक्जाम आइहाल्छ अनन्त फर्म भर्ने बित्तिकै लिखित एक्जाम भइहाल्छ ट्रायल त हप्ता दिनमै भइहाल्छ अनि बरु सिक अनि बाइक पनि सिक अनि बल्ल जानु क्या सोल्टी ब्याग धुने बेला भएछ साथी बुझ्नु न त हाल न मचिनमा चम्मचिनमा तपाईको त्यही त दादा के लिएर गयो मनी लाओ ब्याग ध्राल्नु नि हामी उसले कस्तो गुड गरिदिनु ब्याग ध्राल्नु नि हामी के हो मोमो खान पैसा लगो के खाएर जान्छस् पानी त्यत्रो बेर स्विमिङ खेल्दा पानी खाएर जान्छ अरे कस्तो पनि हाँसेको नि स्विमिङ खेल्न जान आँटेको कहाँ घुम्न जान आँटेको केटीसँग हो त त्यही डेट जान आँटेको त्यही केटी चाहिँ बाटोमा भेट्छ कान्छी लिएर जान्छ पार्लेजी खुवाउँछ अरे कुकुरलाई पार्लेजी खुवाउँछ अरे कान्छी लगेर पार्लेजी खुवाएर कहाँ छ चाबी खोजेर मलाई त खुवायो भने ससेज खुवाएर मात्रै स्कुटरको चाबी दिन्छु स्कुटरको हेलमेट र चाबी त्यहीँ सोफाको छेउमा छ तल स्कुटीमा जाने रे के लाइसेन्स त्यो सिक्नु